आइतबार आइतबारको दिन गीत वाद्यवादन राजसेवा हवन गर्ने मन्त्र उपदेश लिने औषधि निर्माण गर्ने सुन तामा उनी वस्त्र जस्ता सामग्रीको किनबेच गर्ने रातो वस्तुको कारोबार गर्ने जस्ता कार्य गर्नु धेरै शुभ रहनेछ। त्यसैगरी सोमबारको दिनलाई भगवान शिवको प्रिय दिनको रूपमा लिने गरिन्छ। सोमबारको दिन गाई भैंसी घोडा फूल घाँस वृक्ष मोती चाँदी आदिको किनबेच गर्नु निकै राम्रो मानिन्छ। मंगलबारको दिन भगवान गणेशको पूजा आराधना गर्ने दिन। यो दिन गणेश भगवानको पूजा आजा गरे जस्तो सुकै काम गरे पनि राम्रो सफलता प्राप्त गर्न सकिन्छ। त्यसैगरी बुधबार यो दिनलाई पुण्य आर्जन गर्ने दिनको रूपमा लिइन्छ। बुधबारको दिन वस्तु कला चित्रकला र अध्ययनमा सोचे भन्दा धेरै सफलता मिल्नेछ। त्यसैगरी बिहीबार यो दिन धार्मिक कार्य गर्नु राम्रो मानिन्छ। यो दिन मन्दिर निर्माण मन्त्र जप नवग्रह पूजा गर्दा तपाईको कार्य निर्धारित समयमा नै सम्पन्न हुने गर्छ। त्यसैगरी शुक्रबार यस दिन मणि रत्न हीरा सुगन्ध वस्त्र उत्साह अलंकार वाणिज्य व्यापार द्रव्य भण्डार गर्नु धन सञ्चय गर्नु कृषि कार्य सुरुवात गर्नु शुभ मानिन्छ। र शनिबारको दिन कुनै पनि नयाँ कार्य सुरु गर्दा शनिदेवको ठूलो प्रभाव पर्ने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ। गृह प्रवेश स्थिर कार्य नोकरी गर्नु कल कारखानाको उद्घाटन फलाम आदिको कार्य गर्नु निकै शुभ मानिन्छ।